मेडिकल व्यवसायी दुर्गा परसाईलाई पक्राउ गर्ने र राजालाई नजरबन्दीमा राख्ने तयारी गरिँदैछ भन्दै आए मिडियामा। मेडिकल व्यवसायी दुर्गा परसाई, एकैछिन यो भिडियोलाई हेरौं है त। मैले त सुनेको मलाई पक्रिने राजालाई नजरबन्द गर्ने भन्ने पनि कुरा छ अरे। त्यो पक्रिहाल्नुपर्छ, मलाई राजालाई नजरबन्द गरिहाल्नुपर्छ अनि मात्रै माहौल बन्छ, राज संस्था फर्किने। त्यो त अनि यिनीहरूलाई 7.5 अनि यिनीहरूलाई त्यही दिनदेखि सुरु भइहाल्छ नि। मिनिमम 2 लाख मान्छे आउँछ। 2 लाख मान्छे 25 गते हेर्दै जानुहोस्, काठमाडौँ जाम हुँदैछ। ओहो, यिनीहरूले चलाए रोक्ने कोसिस गरे भने त्यही दिन ठुलो दुर्घटना हुन्छ। तर हाम्रो प्लान त्यो छैन। राजा र म सुरु नि नागरिकसँग गयो भने के त्यहाँ पुलिसले रोक्छ? राजालाई रोक्न सक्ने सामर्थ्य पुलिससँग छ होला? तपाईँ भन्नुहोस् त। माथिको आदेश आयो भने रोकिहाल्छ होइन? केपी ओली आउनुपर्छ त्यहाँ। पुलिस त चेन अफ कमान्डमा चल्ने संयन्त्र हो। केपी ओलीहरू आउनुपर्छ त्यहाँ रोक्नलाई, प्रधानमन्त्री आउनुपर्छ। अब यो व्यवस्था परिवर्तन गर्नलाई राजा आफै निस्किनुपर्छ। दुर्गा परसाई जस्ता योद्धा राजासँग छन्। योद्धा छ दुर्गा परसाई। तपाईँ योद्धा हो? योद्धा हो। नेपालको हिसाबमा व्यवस्था परिवर्तन गर्नको लागि जन्मेको एउटा योद्धा हो। हस्तिदन्त बिना रहेन चन्द्र बिना नारी, पुरुष बिना भन्छ नि, राजा बिनाको देश अधुरो हुँदो रहेछ भन्ने कुरो त यहाँबाट देखियो नि। राजन रायलाई के भन्न चाहन्छु भने, हजुर आउनुहोस् दाइ, मिलौँ, वेलकम छ। हिजो तपाईँ त्यहाँ कालो अनुहार लाउनु हो भयो, दुर्गा परसाईलाई देखेपछि कालो अनुहार लाउनु भयो। तपाईँले लाउनु पर्दैन। राज संस्था र हिन्दू अधिराज्य ल्याउने थियो भने त यतिको आन्दोलन चर्काउँथ्यो भने त राप्रपाले पहिल्यै चर्काउँथ्यो नि त। किन नसकेको? किन आज दुर्गा परसाईकै इन्ट्री हुनु पर्यो त? दुर्गा परसाईकै इन्ट्री किन हुनु पर्यो भन्दा दुर्गा परसाई स्वच्छ छ। दुर्गा परसाई सदनमा छैन। दुर्गा परसाई सर्वहारा वर्ग र भोइ मान्छेका घर घरमा छ, लघुवित्त पीडितका घरमा छ, सहकारी पीडितका घरमा छ, ब्याङ्क पीडितका घरमा छ। जहाँ थिचो मिचो छ त्यहाँ छ दुर्गा परसाई। गरिबका चुलामा छ दुर्गा परसाई। त्यस कारणले यो अभियान उठेको। हिजो भएको के हो भन्दाखेरि हाम्रो जुन जुलुस हजुर बबरमलबाट मोटरसाइकल र्याली आएको, म दरबार मार्गमा थिएँ। मैले रणनीतिक हिसाबले हजुर नै त्यो चाहिँ दरबार मार्गबाट त्यो घेरा तोडेको हो मैले, आफूले पछाडि बसेर। किन म अगाडि थिइनँ। म अगाडि देखिएको थियो भने त्यो पस्न सकिँदैन थियो। पछाडिबाट मैले तानेको हो त्यो हाम्रो मोटरसाइकल र्यालीलाई अगाडि बढाएको हो दरबार। प्रहरीले घेरा हालेर रोकेको थियो। त्यो घेरा चाहिँ मैले तोडेको। तपाईँले कसरी तोड्नुभयो घेरा? खोइ तोडे त त्यहाँ देखिरहेछ त, भिडियोमा देखियो। तोडेकै हो। किन तोडेको? किन भन्दाखेरि पुलिसहरूले पनि बुझिसकेका छ। नेपालको मैले भने त नेपालका प्रहरी प्रशासनले बुझिसकेका छन् कि अब यो तस्कर भ्रष्टलाई जोगाउनु भन्दा यो व्यवस्था फेरियोस् भन्नेमा सबैजना छन्। भिडियो हेरिसक्नुभयो? भिडियो कस्तो लाग्यो? तपाईका मनमा लागेका कुराहरू तपाईले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ। र नेपालमा राजाको आवश्यकता छ भन्नेहरूले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरिदिनु होला।